सम्पूर्ण भागवत भक्तजनहरूमा नमस्कार। अब म यहाँ श्रीमद् भगवत गीताको नेपाली भाषा श्लोकमा गरिएको टीकाको सप्तम अध्यायलाई यहाँहरूमाझ प्रस्तुत गर्दछु। यस ज्ञान गङ्गामा अर्थात् त्यो गीता ज्ञान गङ्गामा सरल नेपाली भाषामा श्रवण गरी आफ्नो मुक्ति र तृप्तिको बाटो पहिल्याउनु हुनेछ भन्ने आशा लिएको छु। यो सप्तम अध्यायमा भगवान श्रीकृष्णले अर्जुनलाई ज्ञान विज्ञान योग सम्बन्धमा उपदेश दिनुभएको छ। बाँकी पाठबाटै ओम नमो भगवते वासुदेवाय। श्रीमद् भगवत गीता सप्तमोऽध्याय। आज्ञा भो हरिको ममै मनदी मेरै भरोसाली योगाभ्यास गरी लिएर रहँदा सन्देह छाडिदी। जान्ने छौ तिमीले मलाई जसरी सबमा रहेको यहाँ। हे अर्जुन सुन त्यो म भन्दछु सबै एकाग्र भई मनमा। भन्छु ज्ञान अनुभव समेतमा अहिले सम्पूर्ण विस्तार गरी। जुन जानिली फेर रहन्न बुझने के बाँकी यो लोकभरि। हजारौं जन्ममा कुनै गरिलिनन् यो यत्न सिद्धै हुने। ती मध्ये पनि तत्त्वले मकनता कोही हुन्छ जानिलिने। आकाश अग्नि जलै र वायु पृथ्वी प्रज्ञा अहङ्कार मन। भिन्नै भिन्न प्रकारका प्रकृति आठ मेरा यिनै हेरु हुन्। क्षुद्रै आठ सिवाय फेर प्रकृति एक मेरै जीव हुन् बडा। हे अर्जुन बुझ यो जगत ती सबले राखी लिएको खडा। सब प्राणी बुझै दुवै प्रकृतिले बन्नै गएका भनी। मै भित्रै हुन गई जगत सकल यो होला मै लीन पनि। धागोमा मणि झैं ममा जगत यो सब गाँसिएरै रही। हे कुन्ती सुत छैन केही पनि अरू भिन्नै मदेखि भई। मानिसमा पुरुषार्थ शब्द नभमा ओमकार सबै वेद महा। सूर्य चन्द्र विषय प्रकाश जलमा रसहुँ महे वीर यहाँ। पृथ्वीमा म सुगन्ध जीवन पनि प्राणी सबैमा महु। तप गर्नेहरूमा महु तप पनि मै अग्निमा तेज हुँ। प्राणी छन् जति हे सखे ती सबको उत्पत्तिलाई यहाँ। कारण नित्य भई ठहर्दछु म बीज भन्ने बुझे मनमहा। जो छन् जन बुद्धिमान ती सबमा मै बुद्धि हुँ भइदिने। तेजस्वीहरूमा प्रकाश महुँदा सारा ती हुन् चम्किने। मनको सब सुख वासना विषयको आसक्ति छुट्नै गई। जो होला बलवानको बल यहाँ त्यो हो हुने मै भई। तर मै देखि विरुद्धको नहुन गई प्राणीहरूमा यहाँ। जो इच्छा हुन जान्छ हुन्छ ती सखे मै भइदी तीन महा। सात्विक राजस तामसै भनी तीन गुणका विकारले हुने। संसारमा जति देह वस्तुहरू छन् नाना प्रकार मानिने। मेरै भित्र ती सब प्रकट हुन गए भन्ने बुझे मनमा। तिनका छैन म बसमा तर ती छन् मेरा सबै बसमा। तीन गुणका उही देह वस्तुहरूमा मोहित हुनाले अति। निर्गुण नाश रहित मलाई दुनियाँ जानी लिँदैनन् रति। माया तीन गुणयुक्त दुष्ट र बहुत मेरो विचित्रै छ यो। यस माया कन नाघि तर्दछ उही मेरो शरण पर्छ जो। मायाले गरी ज्ञान नष्ट हुन गई भैराक्षसैको मति। पापी मूर्ख नराधमै शरणमा पर्दैन मेरो रति। ज्ञानी पण्डित ज्ञान खोज गर्ने धन चाहने मनमा। पुण्यवानहरू चार यिनै जन सखे भन्छन् मलाई यहाँ।
नित्य योग अनन्य भक्ति गर्ने ज्ञानी ती चारमा छ बेस। मृत्यु मेरो प्रिय हो ममाथि पनि प्रेम त्यो राख्ने हो विशेष। बेस हुन्ती सब ज्ञानवन्त मै हो मेरो मतैले यहाँ। आत्मैमा मन राखी टिक्दछौँ मेरो परम पदमा। योगाभ्यास गरी बहुत जन्म तक जन्मान्त गर्ने भई। जसले व्यापक वासुदेव सबमा देख्ने छ ज्ञान भई गई। देहै वस्तुहरू महान भुलिकै मेरो शरण पर्छ जो। ज्ञानी जनहरूमा पनि उही अधिक दुर्लभ महात्मा भयो। आफ्नो आफ्नो स्वभावमा फिक यहाँ भोग गर्न के मन भई। त्यो ऋतसित कामनाहरू गरी सब ज्ञान छुट्नै गई। पुग्छन् ती अभिलाष जुन तरहले त्यो विधानै महा। धेरै जन अरू देवता कन पनि गर्छन् उपासन यहाँ। संसारी सुख भोगमा मन दिने जो ती हुन् भक्तजन। देउता जस जसको पूजा गरी लिने श्रद्धा यहाँ गर्दछन्। त्यस्ता ती सब भक्तको उही देउताहरू सब महा। त्यो श्रद्धा रहने पनि अचलको मै पारिदिन्छु यहाँ। त्यो श्रद्धा हुन गई ती भक्तहरूले देउता उनै सँगमा। लाग्छन् भाकल गर्न सुख विषयको पाइलिने भए सब यहाँ। द्वारा मात्र ती देवता हुन गई मैबाट ती भक्तजन। आफ्ना ती सब कामनाहरू पनि प्राप्तै यहाँ गर्दछन्। संसारी सुख जो छ तुच्छ उही भोग खोज्ने ती मन्दै मती। त्यस्तै फलहरू पाउँछन् नटिकी धेर अन्त्यै हुने हुन् जति। गर्छन् पूजन देवता कन जाउन् ती देवतै पाउनन्। मेरा छन् जति भक्त हेरु ती पनि मिल्नै ममा आउनन्। जसको नाश हुँदैन छैन जसका माफिक बडो कोही अरू। त्यो मेरो नबुझिलिने हुन गई उत्तम स्वभावैहरू। देहै हेरु नभई अगोचर छ जो त्यस्तो मलाई पनि। मूर्खै जनहरू मान्दछन् तर यहाँ दृश्यै स्वरूपको भनी। मायाका मछु आडमा म सबका प्रत्यक्ष हुन्छु कहाँ। सोही कारण मूर्ख हेरु जति छन् सारा धरित्री महा। कहिले नाश नहुने र जन्म नलिने जस्तो छ मेरो गति। त्यो मेरो गतिलाई सब तिनीहरू जाँदी लिँदैनन् रति। अहिले छन् जति जो भए अघि पनि होलान् पछि जो यहाँ। हे वीर ती सबले म जान्दछु पनि जान्नन् मलाई कहाँ। इच्छा द्वेष उठेर दुःख सुखमा मोहै हुने जौन हुन्। हे वीर सृष्टि प्रपञ्चमा ती सब जीव त्यही मोहले फस्तछन्। जसका पाप यहाँ सबै छुटी गए सत्कर्मलाई गरी। हुन्नन् मोहित जौन दुःख सुख दुवै पर्नै गएको घरी। त्यस्ता शुद्ध हुनै र मोह नहुने मानिसहरू जौन हुन्। एक दृढ भइकन राखी व्रतहरू तिनै मेरो भजन गर्दछन्। केही कष्टै नहोस् जरा मरणको भन्ने विचारै गरी। यसले यत्न यहाँ बहुत गरी लिनन् मेरो शरणमा परी। सब कर्मैहरूलाई जान्नु र यहाँ सबै अध्यात्म ज्ञानै पनि। जान्नै भइकन जान्दछन् तिनीहरू यस्तो छ ब्रह्मै भनी। जानिली अधियज्ञ फेरि अधिभूत जानेर फेरि यहाँ। जानिली अधिदैव जान्दछ जौन सब काम साथै महा। आत्मैमा मनलाई जोडिरहने त्यस्तो मनुष्य छ जो। प्राणको अन्त्य हुने बखत पनि यहाँ मैलाई सम्झन्छ त्यो। ओम श्रीमद् भगवत गीता उपनिषत्सु ब्रह्म विद्यायां
योगशास्त्रे श्रीकृष्णार्जुन संवादे ज्ञान विज्ञान योग नाम सप्तमः। यसै गरी अघिल्लो हप्तामा हामी अष्टम अध्यायलाई लिएर यहाँहरू माझ प्रस्तुत हुनेछौँ। गीता गङ्गामा स्नान गरेर पान गरेर आफ्नो भक्ति मुक्ति र तृप्तिको बाटो पहिल्याउनु हुनेछ भन्ने मैले आशा लिएको छु। ओम जय। ओम नमो भगवते वासुदेवाय।